जोड्न चाहन्छु। अहिले हाल उहाँ हङकङमा हुनुहुन्छ। उहाँ रिसिङ गाउँपालिका वडा नम्बर 6 बगलसर निवासी, हाल ब्यास 5 पाटनमा हुनुहुन्छ। अहिले उहाँले यस रिसिङ सांस्कृतिक समूहलाई 1700 पेटी सौजन्य गर्नुभएको छ। हङकङमा कार्यरत उहाँ श्री विक्रम थापाज्यूले 1700 पेटी प्रदान गर्नुभएको छ। यस हस्तान्तरण गर्नुभएको छ। यस पेटी सिङ्गापुरे पेटी प्रदान गरिदिनु हुनुको लागि यस रिसिङ सांस्कृतिक समूहका उपाध्यक्ष श्री ऋषिराम हस्तान्तरण, यस 1700 सिङ्गापुरे पेटी हस्तान्तरण गरिदिनु हुनुको लागि म यसै रिसिङ गाउँपालिका वडा नम्बर 6 निवासी श्री दिल्ली सिंह आलेजीलाई र टेक बहादुर थापाजीलाई म हस्तान्तरण गरिदिनु हुनको लागि म अनुरोध गर्दै ग्रहण गरिदिनु हुनको लागि म यसै रिसिङ सांस्कृतिक समूहका उपाध्यक्ष श्री ऋषिराम लिङ्गेलीजीलाई म अनुरोध गर्न चाहन्छु। यसै रिसिङ सांस्कृतिक समूहका सचिव गञ्जसिंह थापाजी र केशरी थापाजी र उपाध्यक्ष ऋषिराम लिङ्गेलीजीलाई म यस रिसिङ गाउँपालिका वडा नम्बर 6 बगलसर निवासी विक्रम थापाज्यू र ब्यास 5 पाटन, अहिले हाल उहाँ हङकङमा हुनुहुन्छ, तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि साथै विक्रम थापाज्यूको भविष्यको उत्तरोत्तर प्रगतिको कामना गर्दै आजको यस नयाँ वर्ष 2082 सालको शुभकामना आदान प्रदान एवं वनभोज कार्यक्रम